प्रिय दर्शकहरू नमस्ते। म तपाईहरुको टिकटकको डाक्टर कृष्ण कोइराला बोल्दैछु र आज म तपाईहरुलाई पिनास र एलर्जीको बारेमा फरक कुराहरू छुट्याउन गइरहेको छु। प्राय हाम्रा बिरामीहरूले पिनास र एलर्जीलाई सिनोनिमस रूपमा लिनुहुन्छ। कतिपयले पिनास भयो भने एलर्जी भन्नुहुन्छ, कतिपयले एलर्जीलाई पिनास भन्नुहुन्छ हैन। तर दुईटाको उपचार फरक छ, कारण फरक छ र म यसका लक्षण के हुन् तपाईहरुलाई भन्न गइरहेको छु। पिनास भनेको हाम्रो नाकमा अथवा यो नाकका थैलीहरू हुन्छन्, यो नाकभन्दा साइडमा हावाका थैलीहरू हुन्छन्, त्यसमा इन्फेक्सन हुने हो अथवा त्यसमा पिप जम्ने समस्या हो। तसर्थ यदि नाकबाट पहेँलो सिंगान आउँछ, नाकबाट पछाडि पनि पहेँलो सिंगान जस्तै गर्दाखेरि पहेँलो सिंगान जान्छ, टाउको दुख्छ, नाक बुझिन्छ, नाकमा अलि बुझे जस्तो फिल हुन्छ भने त्यस्तो बेलामा चाहिँ हामीले पिनास भन्नुपर्ने हुन्छ र कहिलेकाहीँ एक्युट साइनसाइटिस हुँदाखेरि चाहिँ नाक अनुहार दुख्ने समस्या पनि हुन्छ, फेसियल प्रेसर हुन्छ, फेसियल पेन हुन्छ, टाउको दुख्ने समस्या हुन्छ र कहिलेकाहीँ ज्वरो पनि आउँछ कहिलेकाहीँ। त्यस्तै माइनर क्राइटेरियामा दाँत दुख्ने, डेन्टल पेन, दाँतको साइडहरू दुख्ने, आँखा दुख्ने, कहिलेकाहीँ कान पेन दुख्ने समस्याहरू पिनासले गर्दा हुन्छ भने एलर्जी भनेको हाम्रो शरीरले नसहने कुरा, हाम्रो नाकले कुनै कुराहरू बाहिरबाट कुनै कुरा हुँदा सहेन भने या कहिलेकाहीँ भित्री कुरा पनि सहेन भने त्यो बेला हाच्छिउँ आउने, नाक धेरै चिलाउने, नाकबाट पातलो पानी बग्ने र कहिलेकाहीँ नाकले गन्ध कम थाहा पाउने अथवा थाहा नपाउने र नाकको पछाडि फोहोर जाने, पर्सनल ड्रिप भन्छ त्यसलाई, त्यस्तो खालको समस्या रहन्छ र घरिघरि नाक सफा गर्न मन लाग्ने, जस्तो नाक र घाँटी गरेर सफा गर्न मन लाग्ने यस्ता कुराहरू भयो भनेदेखि हामीलाई नाकको एलर्जी भन्छन्। तसर्थ मुख्यतया यदि तपाईलाई हाच्छिउँ आउने, नाक चिलाउने समस्या छ भनेदेखि त्यो एलर्जी हुन्छ र पहेँलो सिंगान आउने, टाउको दुख्ने, अनुहार दुख्ने भएमा त्यो पिनास हुन्छ। तसर्थ कृपया पिनास र एलर्जीमा नझुक्किनु होला। म त्यो भन्दै तपाईलाई उपचार पनि फरक हुन्छ। पिनासमा हामीले पिनासको एन्टिबायोटिक औषधि खानुपर्छ, कहिलेकाहीँ अपरेसन पनि गर्नुपर्छ भने एलर्जी हुने अवस्थामा प्राय अपरेसन गर्नु जरुरी हुँदैन र एलर्जीमा एन्टी एलर्जीको औषधि खानुपर्ने हुन्छ र एलर्जी हुने कुरा थाहा पाएर त्यो कुराबाट बच्यो भनेदेखि एलर्जी धेरै मात्रामा सन्चो हुन्छ। धन्यवाद।